हुन्छ छोरा दुःखै भएर मै पार्नु मर्न त किन दिन्थ्यौ नि पचाउला भोलि कार्यक्रम छ त्यहाँ आउने ठु हुन्छ भोलि सबैजना कार्यक्रममा आउनु है ल ल आउँछौँ हामी ल हुन्छ हुन्छ भनेर कहाँ आउँछ त दिदी सदस्य त जसरी नै आउनुपर्छ नि भोलिको कार्यक्रममा ल आउनु है त भोलि 10 बजे तो कोई नछुटो छ ए मैले बजेको कति छ चढाएर नमस्ते दाइ नमस्ते ए कहाँ राखौ यहाँ राख्दैन ए हुन्छ दाइ अन्त पैसा कति भयो धेरै बाँकी छैन दाइ जम्मा 15,600 अनि म छैन त तपाईले भनेपछि भइहाल्यो नि दाइ अनि हुन्छ दाइ ल गाउँ घरमा खोलेको सहकारी गरिबको भर्नलाई भकारी सानो पैसा भए केही गर्न सक्थे सोच्नेलाई सहारा बनेको छ हाम्रो यो सहकारी हजुर उहाँको योजना र कामको जति तारिफ गरे पनि कम हुन्छ उहाँ जस्तो व्यक्ति हाम्रो गाउँमा जन्मनु हाम्रो मात्रै होइन सम्पूर्ण गाउँकै सौभाग्य अब म यस नमुना श्री बहुउद्देश्य सहकारी संस्थाका संस्थापक अध्यक्ष श्री सूर्यप्रसाद कोइरालाज्यूलाई आफ्नो मन्तव्य दिनुहुन हार्दिक अनुरोध गर्दछु। मेरो हजुरबाले भन्ने गर्नुहुन्थ्यो कुकर्म कहिल्यै कतै नगर्नु सत्कर्म गर्नु त्यो पनि आफ्नै माटोमा मेरो बुवाले यही कुराको अनुसरण गरेर यही माटोको सेवा गरिरहनु भयो म चाहिँ विदेशमा उतारेँ तर मेरो मन पनि विदेशमा अडिन सकेन यही माटो र आफन्तको मायाले डोर्याएर मलाई गाउँ नै फर्काए धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू यस सभाका सभाध्यक्ष बुवा आमा दाजुभाइ तथा दिदीबहिनी सबैमा मेरो अभिवादन गरिब तथा दुखी जनताहरू जसले थोरै पैसाको लागि पनि साहु महाजनको दैलोमा गएर हजुर हजुर भनेर बिन्ती बिछाएको देख्दा यो मन कटक्क खान्थे जहिले सोच्थे यो चलनको अन्त्य हुनै पर्छ